धेरै यो हाम्रो गौशाला एरिया गाईहरू संरक्षण गर्ने ठाउँ गौशाला छ भने यहाँ सम्पूर्ण गाईहरू अहिले बन जाँदैछन्। गाईहरू सबै गाईहरूलाई बन लाँदै हुनुहुन्छ। लगभग हाम्रो गौशालामा अहिले 270 गाई छन् भन्ने कुरो छ। कोही गाई भित्र छन् भने कोही गाईहरू अब वनमा चर्न जाँदैछन्। सबै गाईहरू यति मिलेको छ कि हाम्रो गिद्ध रेस्टुरेन्ट भल्चर रेस्टुरेन्ट पनि यही एरियामा छ है। यो तलको एरिया भनेको भल्चर संरक्षित इलाका हो, गिद्ध संरक्षित इलाका भल्चर रेस्टुरेन्ट। हामीले अहिले भर्खर गिद्धलाई केही आएर जुटाएका थियौँ, त्यो हामीले राखिदिएर यता आएको। अहिले गिद्धहरू देखाउन सकिनँ तपाईँहरूलाई। गिद्धहरू अहिले यो 2-4वटा गिद्धहरू त यहाँ तल रुखमा थिए, मैले त्यो खिच्न अलि गाह्रो भयो। तर चाहिँ सबै गिद्धहरूलाई एकैपल्ट खिच्नलाई ठुल्ठुलो जनावरहरू यहाँ हाम्रो मरेको हुनुपर्छ र हामी त्यो टाइममा आएको हुनुपर्छ। भल्चर यही आइरहेछ है, उडेको पनि देख्दै हुनुहुन्छ। यो त्यो आहाराको लागि त्यहाँ उडिरहेछ। ल साथीहरू सबैलाई नमस्कार। ल अरू अरू तपाईँलाई के चाहिएको हो र? ल ल ल ल ल अब जङ्गलतिर लाग्ने हो। ल राम्रोसँग हेर्नुहोस् गाईहरू। ल